हेरिरहन्छु एकरो बरु अरू भन्न लाज लाउँछ के गरौँ कुर्दा कुर्दै भयो साढे दस अझै पनि आएन माया त्यति साह्रै नमात्यौ फेरि के सोच्न भएछौ एकचोटि कुर्दा कुर्दै भयो साढे नमस्ते अनि विशेष लोक साङ्गीतिक अभिवादन। आज हामी कार्यक्रम चौतारीको दोस्रो स्तम्भमा तपाईँहरूमा आज उपस्थित भइसकेका छौँ। आज नववर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली जनमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यति बेला हामी मालिका गाउँपालिका वडा नम्बर 8मा रहेको एकदमै प्रसिद्ध अनि ऐतिहासिक कोट मर्फुङ कोटमा रहेर यो छायाङ्कन गरिरहेका छौँ। छात्र कलाकार भन्न रुचाउँछु मैले। बहिनी सुलोचना परियार हुनुहुन्छ, उहाँलाई साथ दिनका लागि सुभिक्षा नेपाली र सुमित्रा नेपाली हुनुहुन्छ। यसै गरी पुरुषतर्फ हुनुहुन्छ पुरुष गायक बिहान सुनार अनि आविष्कार सुनार लगायत अन्य साथीहरू हुनुहुन्छ। अनि वाद्यवादनमा हुनुहुन्छ भुवन नेपाली लगायतको टिम रहेको छ। अनि अन्य दर्शक महानुभावहरू पनि यति बेला हामीलाई प्रत्यक्ष रूपमा हेर्नका लागि आउनुभएको छ। यो विशुद्ध रमाइलो दोहोरी रहनेछ। दोहोरीलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। एनडिबी क्रिएसन नेपाललाई तपाईँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर पनि हामीसँगै जोडिने प्रयास गर्नुहोला। यदि कार्यक्रमलाई मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरेर हामीसँगै जोडेर अन्य कार्यक्रमहरू पनि हेरेर मजा लिनुहोला भन्दै दोहोरी सुरु गर्न चाहन्छौँ। गीत गाउन झरेको चौतारी भेटे आज मनको दौतारी कुर्दा कुर्दै भयो साढे छैन केही बाना पुरा भयो मनको चाहना कुर्दा कुर्दै भयो साढे दस अझै पनि आएन माया छैन केही बाना पुरा भयो मनको चाहना कुर्दा कुर्दै भयो साढे दस अझै पनि आएन माया तिमी पनि यो जनको बनन के छ रुचाहना भनन
के गरौँ कुर्दा कुर्दा